यता हेर्नु न यता उता फर्किने होइन र यता अरे यता हेर्नु न ओ यता फर्किने अरे क्या हामी ऊ पर पनि कुदिरहेछ यता पनि कुदिरहेछ होसरी मपट्टि फर्किनु न पानीमा हात नहाल्नु रे कहाँ पर्नुहुन्छ हौ देखेन त मैले हात फेरिदिनु त यस्तो रमाइलो हुँदो रहेछ हामी चाहिँ यहाँनिर यो कुन नदी भन्छ यसलाई राप्ती नदी ए राप्ती नदी सौराको राप्ती नदी न हजुर हेटौडादेखि आएको खोला गई त कहाँ छ अहिले कहाँ लुकिरहेछ घाम छ खै गइहरू अहिले पानीमा टाउको देखाएको चाहिँ देख्छ कुनै निस्केछ भने हामी चाहिँ यसरी घुमिरहेछौँ बाबु छोरा काम छैन होइन नानी चाहिँ हामी सौराको राप्ती उसमा घुमिरहेछौँ यस्तो छ यता पुरै जङ्गल छ अनि यता यस्तो छ त्यो क्रोकोडाइलले चाहिँ एट्याक गर्दैन ए त्यस्तो हुँदैन है दुईजना मात्रै हुन्छ त सजिलो हुन्छ होला तपाईँलाई पनि होइन अलि धेरैजनालाई त ठेल्नु गाह्रो हुन्छ नि त यस्तो रहेछ कहाँ जाने हामी यता निक्लिने हो र हामी माथि जाने होइन यहाँ खाना राख्दिन ए त्यहाँ पारी जिप सफारीको ड्राइभरहरूलाई खाना पुग्दैन हजुर हजुर खाना पठाएको चाहिँ यहाँ बारिस पर्दैछ र आउँछ लिएर त्यसो चाहिँ हो आफै लान्छन् रेहान कस्तो भयो मजा आएछ रमाइलो लाग्दो रहेछ यहाँ गए चाहिँ देखिँदैन होला देख्यो भने देखाउनु ल अहिले त्यही भएर त ऊ माथि यो गोही राखेको थियो गोही छ ए के त्यो क्रोकोडाइल राखेको थियो बच्चाहरू हजुर बच्चा त्यो प्रशोधन गरेर राखेँ सर्भाइभ हुनको लागि छोड्छन् कि यहाँ ल्याएर अँ आफै च्यातेर निस्किन्छ नि ए ठुलो ठुलो भएपछि निक्लिन्छ होइन अहिले छैन होला है अहिले छैन यहाँ ल्याएर छोड्ने अनि यहाँबाट पछि आफै जान्छन् यस्तो चाहिँ रेहान यो कतिको गाह्रो छ होला यो खोला हजुर कतिको गाह्रो छ गहिरो यहाँ कुनै ठाउँमा अब गहिरै छ भनौँ कुनै ठाउँमा सानो पानी भनौँ ए त्यस्तो खासै उच्च रहेन रहेछ नि डर यति बेला चाहिँ पानी घट्ने सिजन हो यो त हजुर पछि बर्खामा तपाईँहरूले नि चलाउनुहुन्छ अब बर्खामा हामीले चलाउँछौँ तर यसरी घुम्न चाहिँ पाउँदैन ए डेन्जर हुन्छ नि त होइन हजुर त्यति बेला चाहिँ अब पानी पनि ठुलो हुन्छ भेलहरू त्यति बेला चाहिँ यो केसहरू यो यता आर्मीहरूलाई गस्ती जानेलाई तार्न पर्छ ए अँ गस्ती चाहिँ गइबस्नुपर्छ होइन हजुर गस्ती चाहिँ गइबस्नुपर्छ है हजुर यहाँ माछा चाहिँ मार्छन् माछा लाइसेन्सवालाले ए अरू जसो खेल्नु पाउँदैन है हजुर पाउँदैन बल्छी सल्छी खेल्नु पाएन पाएन झुल मात्रै कहाँ उनीहरू त बानी भएको हुन्छन् बानी भएको मान्छे त डराउँदैन नि त होइन यहाँ चाहिँ यसो दिनुपर्ने कि बल्छी यसो खेल्न लागि निकुञ्जले दिँदैन अब गोहीहरू पन्छ ए त्यही भएर बल्छीमा अड्किन्छ बल्छी खानलाई गोहीहरू आइदिन्छन् आरा देखेर माछा त ठुल्ठुलो निकाल्छ होला यहाँ पनि हजुर अघि पर सफारी जाँदा पो कत्रो कत्रो माछा थियो त्यहाँ त नमार्दो रहेछ नि त माछा त्यो जङ्गलको त पाउँदैन नि सिक्किमको मार्नु रहेछ नि त सबैतिर आर्मी नै आर्मी छ कत्रो कत्रो माछा थियो त्यहाँ त आम्मा यो राप्ती खोलामा मात्र टोकेको ठाउँमा मात्र मार्न पायो यो टुरिस्टहरू यहाँ मार्नै पाउँदैन रहेछ नि त हजुर टोकेको ठाउँमा मात्र मार्न पाएको तेरो यहाँदेखि यहाँसम्म मार्न पाइस् भनेर टोकेर दिया हुन्छ कि लाइसेन्स ए अँ
यो हतियार खेल्न पाइस् भनेर टोकेर त्यहाँ हुन्छ लाइसेन्सवालाले पनि होइन हजुर एउटा खेल्ने त्यो गोहुलो ताने थाल्छ नि जाल अँ हो त्यो मात्रै खेल्न पायो अरू पाइएन हजुर राम्रै रहेछ त त्यसो भने त होइन करेन्ट लाउन पाएन करेन्टले त सबै सफा गरेर प्लास्टिक लाउनु पाएन होइन हजुर करेन्ट अनि यो बिट हाल्यो भने त तस्करी भइहाल्छ त्यो त अनि 100% भइगयो नि ऊ पर छ एउटा देखिरहेको छु हजुर त्यहाँ पानी हेन ऊ पर छ गोटा देख्नु भयो चरा पनि रहेछ ऊ त्यहाँ चरा एउटा देखिरहेछ बेलुका बेलुका निक्लिन्छ नि अब अहिले गर्मी छ त्यही भएर भित्र बसेको नि चरा पनि छ त्यहाँ यसले एट्याक चाहिँ गर्दैन है हजुर यो घरियाल्यो एट्याक चाहिँ गर्दैन है अट्याक खासै गर्दैन माछा मात्र खान्छ ओह यहाँनिर गोडाले यहाँनिर चुच्चोमुखले बसिरहेको छु कत्रो ठुलो रहेछ आमा पर माछाको देश ठुलो परेछ त्यो गई यस्तो छ गई आमा मार्छ मान्छे यहाँ अरू चाहिँ के पाउँछ र यो खोलामा 120 किसिमको माछा दुई प्रजातिको गहुँ त्यो छोटेवाला र लामोवाला हजुर अरू चराचुरुङ्गीहरू चराचुरुङ्गी सर्पहरू पनि होला नि त होइन पानीमा पानी सर्प पानी सर्प हुन्छ नि अजिगर छ कोब्रा छ मगर गहुँ है ए उहाँ रहेछ यो छोटो खालको होइन यहाँ पनि रहेछ एउटा गयो यसले चाहिँ गर्ने हो हजुर डेन्जरवाला छोटो पनि हुँदो रहेछ नि त है यस यो डुङ्गामा आउँछ नि बेला बेला चढ्छ आफै हजुर टोक्नु आउँछ ए यिनीहरूको कुनै बेला मुड अलिक खराब ठुलै पर्छ त्यो पनि हामी लट्ठीले लट्ठीले गर्दा हजुर कता ए उपर त ठुलो रहेछ भित्तामा हेर्नु नानी कत्रो ठुलो बसिरहेको छ त्यो त हिलो हिलो गरेर बसिरहेको छ बिचरा म कत्रो ठुलो गयो उपर भित्तामा हेर्नु बसिरहेको छ साथीहरू माछाहरू उफ्रिँदो रहेछ यहाँ चाहिँ गाई रहेछ होला है यो एरिया चाहिँ गाई रहेछ होला है यसो हेर्दा यो चाहिँ फोरी खालको रहेछ अलि ननाइकन बसेको रहेछ हिलो हिलो भएर मस्त सुतिरहेको छ त्यो त अनि खाने त यिनीहरूले माछा मात्रै त होइन कहाँ यहाँ पौडी खेल्ने हुँदैन नि त डर एमर्जेन्सी पऱ्यो नि तर तपाईँहरू त बानी भएको तपाईँलाई त थाहा हुन्छ नि त हजुर कहाँनिर गइन्छ कसरी आउँछ के गर्छ त्यही त थाहा हुनेलाई त त्यति असर गर्दैन जस्तो लाग्छ हामी जस्तो नयाँ मान्छेहरूलाई चाहिँ यो राप्तीमा त पौडी खेल्न एलाउनै छैन होला है काहीँ पनि पहिला अब हात्तीहरू नुहाउन हात्तीमाथि चढेर नुहाउन मिल्थ्यो यो 2 वर्ष 3 वर्ष हुनुलाई बन्द गर्यो किन त्यो पनि उयो गइलाई काठमाडौँको मान्छे आएको स्टुडेन्ट ग्रुप अनि हल्का खा रहेछ अनि हात्ती नुहाउनु गयो त्यहाँ टिकटै काटेर नुहाउँछ अनि तपाईँको हात्तीमाथिबाट हात फाल्दाखेरि अनि त्यो डुबा डुबै गऱ्यो कि त्यो मान्छे किन निस्किन भनेर यसो हेरचाह गर्दाखेरि मान्छे नै छैन ए हरायो भित्रै हजुर तपाईँको धेरै होइन हामी भन्दा नि अहिले त्यहाँबाट चढेको भन्दा नि तल पर्छ त्यहाँ चाहिँ तपाईँको ज्यालीमा अड्केर बसिरहेको रहेछ आमा कसरी मुनि मुनि गएछ है हजुर डुबाइ 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 यस्तो सानो खोलामा पनि हजुर त्यति बेला फेरि यस्तो थियो नि त तपाईँको डोजरहरूले खनेको ठाउँ थियो त्यो ड्याम बनाउँदाखेरि अनि त्यहाँ अलि गहिरै भनौँ न छाती छाती घाँटी घाँटी आउने कुनै ठाउँमा त्यो मान्छे हाम फाल्दाखेरि अनि डुबाइ डुबाइ हिलोमा गाडी होला मुनि हिलो हुँदैन बलुवामा गाडी होला बलुवा बलुवा हुन्छ तर बलुवामा खासै गाडिँदैन त्यो मान्छे डुबाइ डुबाइ अब घाममा निक्लिन सकेन हजुर रक्सी खाएको थियो रक्सी आएको त झन् डेन्जर भइगयो नि अनि एकचोटि तपाईँको फेरि
हेरिटेज होटल भन्नेमा त्यो चाहिँ खोलाको छेउमा ज्यालीको माथि अँ एउटा बस्ने कटेज बनाएको थियो हजुर हजुर खाजा खाने ठाउँ डाइनिङ टेबल बनाएको थियो अनि त्यहाँ चाहिँ उनीहरू खाएर रहेछ खै अब बस्दा बस्दै आफै पल्ट्यो कि ए अँ परिवार गुलमुटेर पानी ए अँ त्यो मान्छे नि मर्यो ए अँ अनि त्यहाँबाट सबै बन्द गरिदिए नुहाउनलाई राम्रै गरेछ डेन्जर पनि भन्छ होइन हजुर अनि गएको चिन्ता हुँदैन रहेछ तिमीहरूलाई हात्ती हात्ती भएको ठाउँमा आउँदैन होला नि त उफ्रिएर आउँदैन खासै चाल भएको ठाउँमा चाहिँ आउँदैन यिनीहरू के हो यो खास यो बोरा बोरा छ त यो फाइबर यो ए नौ बाढीलाई छेक्न खोलालाई छेक्नलाई ए केही हुँदैन यो फाइबर हुँदैन त कति वर्ष ग्यारेन्टी छ यसमा यो त माथिसम्म लागेको छ नि हजुर बाढी र वहाँ माथि सबै पानी आउँछ त्यो अघि तिमीहरू हिँड्ने नि बाबु हजुर हो त्यहाँसम्म आउँछ पानी आम्मा। बर्खामा हजुर सबै बगार लान्छ होला है गइहरू त यहाँबाट त एकचोटि त यिनीहरू एक्टिभ हुन्छ यिनीहरू चाहिँ त्यति बेला यिनीहरूलाई बाढी आउँछ भनेर यिनीहरू पानी झमझम अनि पानी बढ्दै गएपछि यिनीहरू चाहिँ किनार लाग्छ कि ए त्यस्तो छ पाखातिर लाग्छ टर्न लाँदो रहेछ नि कति त है बगाएर इन्डियातिर हजुर लान्छ नि थुप्रै लोकेसन हाम्रो गयो फर्केर आउने उनी रहेनछ नि त फेरि बारेको बाँध रहेछ हजुर बाँध खोलिदिएपछि यिनीहरू फर्केर आउँछ कुनै त्यहाँ आउँछ कुनै उतै बस्छन् प्रायः त आउँदो रहेछ नि यतै आफ्नै ठाउँ कुन कुन खोलामा बाढी हाम्रो ट्याग लगाएको हुन्छ नि त गयोहरूमा नि जिपिएस हजुर जिपिएस लगाएको हुन्छ उनीहरू जिपिएस अब कहाँ छ भनेर हाम्रो लोकेसन देखिन्छ ल यो त बोर्डर पारी पो रहेछ भनेर अनि कुनैलाई लिएर आउँछ नि कुनै आफै लिएर आउँछन् हजुर मान्छे गएर लिएर आउँछ हजुर हाम्रो पर्सनहरू ए एनटिसी पर्सनहरू दिन्छ है त्यसो ल्याउनु हजुर किनकि हाम्रो त्यो हो नि त पशुधन केन्द्र यहाँ गरेको त्यही भएर चाहिँ इन्डिया डराउँछ त हाम्रो मेन टोप भनेकै नदी हुन्छ सबै गई छोडिदियो भनेपछि हजुर गई भन्दा नि तपाईँको बर्खामा यो अब बर्खामा तपाईँको पानी रोकेर राख्दै अनि एकैचोटि छोडिदिनु पर्छ तपाईँको इन्डियै डुब्छ नि बिहार साइड त लाँदो रहेछ नि साँच्ची है हजुर हतियार त्यही त हो नि अस्ति कोसी कोसीले कति नक्सा हजुर घरबाटै हाँसिदिएर मलाई त हेर्दा तिनीहरूले जतिसुकै बम हाने पनि के फरक पर्छ र हामीलाई हजुर नेचुरली त्यही भएर त बम कहिले हान्दैन त नेपाललाई हजुर कुनै देशले न त अझ त्यो अलिअलि खोल्दा पनि अझ हेर्नु त त्यत्रो बिहारहरू डुबिरहेको बिहार पर्छ सबै ऊ माछा हेर्दा नानी कति मजा आयो सत्यनाश हुन्छ अनि नेपालले किन ठुल्ठुला बम बनाए चाहियो होइन तपाईँहरूलाई त यस्तो त बानी भएको होला है चलाउनु त हजुर त्यही त सानो कसरी चलाउनु हुन्छ उकालोमा पनि ठुलो खोलामा पनि यो उकालो चल्छ हजुर ठुलो खोला हुन्छ नि कोसीतिर हजुर उकालो जान्छ यो त्यता हुँदैन मोटरै चाहिन्छ कोसीतिर त नारायणी अब हाम्रो त्यो लक्ष्मीले खेल्न मिल्ने ठाउँ छ नि नारायणी जत्रो गहिरो त छैन हजुर हजुर लक्ष्मीले खेल्ने हो छेउछेउ हजुर अब खोला मिसिएको छ यहाँ चाहिँ अब यो खोला चाहिँ ढुङ्ग्रे खोला भन्छ होला हजुर अघि हामी त्यो गयो हेऱ्यो नि उतापट्टि त्यो चाहिँ हेटौँडादेखि आएको राप्ती खोला यो अलगै हो हजुर यो ढुङ्ग्रे यो पर्सादेखि आएको ए यसो पनि माछा मारिदिएको छैन होला ल एलाउड छैन माथि त मार्छन् होला होइन हजुर तपाईँहरू अघि नै जानुभयो नि जिप सफारी जानुभएको पुलको तल माछा देख्नु हजुर हजुर खोला हो र हजुर यहाँ नि गइ थियो त माथि सुतिरहेको थियो हजुर हरियाल गयो थियो हजुर यही खोला यहीँबाट गएको गयो यिनीहरू त्यो अन्डा पार्ने सिजन हो यो चाहिँ गयोहरू हजुर हजुर यिनीहरूलाई चाहिँ राम्रो ठाउँ सानो पानी डिस्टर्ब नभएको एरियामा जान्छन् गैँडाहरू होला भनेको छैन रहेछ गैँडाहरू अघि उता थियो पानी खान आउँछ यो चाहिँ गैँडा हात्ती बाघहरू पानी खान आउने ठाउँ हो ए यो एरिया चाहिँ हजुर यो दुइटै जङ्गल हो हजुर बाघहरू पनि देख्नु जङ्गल देखेको नि हामी त अब जङ्गलमै हिँड्न पर्छ कहिले 2 घन्टा 3 घन्टा हामी पुग्न जानुपर्छ 4 घन्टा एक दिनको त्यत्रो छोड्न जानुपर्छ त्यत्रो टाढो पनि जानुहुन्छ है हजुर गेस्टहरूलाई छोड्यो अनि उनीहरू या जिपमा आउँछ या त वाक गर्दै आउँछन् हामी चाहिँ डुङ्गा यसरी उकालेर आउनुपर्छ ए फर्केको अब यहाँदेखि त माथि जाने बेला चाहिँ हामी बगेर जाने आउने बेला त्यसले पुस गर्नुपर्छ अर्को खोलामा पनि जान्छ यो बोट
त्यो अर्को राप्तीबाट जान्छ अझ त्यो अघि आएको माथि चाहिँ जान्दैन अहिले त्यो उता चाहिँ अलिक पानी सानो छ ए त्यो कारण न त यो ढुङ्ग्रेबाट नि अलिक माथि लिएर जान्छ यहाँ चाहिँ पानी अलि छराहरू छ कि हजुर हजुर स्पिड वाटर अलि ओह्रालो जहाँ चाहिँ आफै उहिले बगाउँछ आफूले उयो मात्रै मिलाइदिनु परेन हजुर हजुर कता घुम्ने नघुमाउने हजुर यसमा चाहिँ मोटर फिट गर्न दिँदैन हजुर मोटर लाउनु दिँदैन एलाउड छैन किनकि गयोहरू छ अब त्यो पङ्खाले काट्छ भने मोटरले तलपट्टि त पङ्खा जस्तै हुन्छ नि तिनीहरू अनि यो गयोहरू कुनै बेला हाम्रो यो डुङ्गाको तल पनि आउँछन् सो यो हाम्रो चाहिँ बोर्डिङ ब्लग हो हाम्रो ब्लग चाहिँ सकिसकेको छ साथीहरू अब अर्को बोर्डिङ उसमा ब्लगमा भेटौँला